मैले चाहिँ मेरो फुल करियर नै क्रिकेटमा टाइम दिने भनेको छु। क्रिकेटमा होइन पारस खड्का, सन्दीप लामिछानेहरू जस्तै नाम चाहिँ बटुल्न खोज्छु होइन, चाहन्छु। र त्यही भएर म चाहिँ नेपालमै आएर नेपालमै बसेर केही गर्न खोज्छु भन्ने चाहिँ मेरो पर्सपेक्टिभ रहेको छ। अनलाइन गेम त हाम्रो बेलामा त्यो नोकिया मोबाइलमा हुन्थ्यो नि, स्नेक गेम, सुट 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 लामो हुन्थ्यो। अनि त्यसपछि मैले कता एउटा त्यो मिम देखाएको थिएँ कि संसारको एउटा यस्तो स्नेक हो, यस्तो स्नेकको नाम भन्नुहोस् जसै आफ्नै पुच्छरमा ठोकिएपछि मर्छ भनेको थियो कि। सिरियसली लिएको लास्टमा कमेन्टमा हेर्दा त के रहेछ त्यो नोकिया मोबाइलमा भएको स्नेक रहेको होइन। न्युज त अब रेडियो नै सुन्ने भन्ने त गर्दिनँ मैले। अब डिफ्रेन्ट साइट्सहरू छन्, अहिले त अब अनलाइन टेक्नोलोजीको टाइम हो, मोबाइलको टाइम हो। त्यही साइट्सहरू, अनलाइन खबरहरू भयो या फेसबुक स्क्रोल गर्दाखेरि नै कति न्युजहरू हामीले थाहा पाइरहेको हुन्छौँ। त्यो न्युजहरू हेर्ने भयो। स्क्रोलको टाइम भयो आजभोलि, स्क्रोलको टाइममै मैले त्यो डिफ्रेन्ट न्युजहरू हेर्ने भयो, त्यही नै गर्छु। अनि रुटिन अफ नेपाल भन्दा रुटिन अफ नेपाल भन्दा आशिका तामाङको भिडियो नाम सुने छ, त्यही भने मैले। ओके, अरू के छ? पत्रपत्रिका हेर्नुहुन्न है? पत्र पत्रिका अब एकदम रेयरली नै, वन्स इन द ब्लू मुन भने जस्तो। त्यो अब राशिफल ओके, हेलो अब बिमर्सको खासै मेरो पनि एकदमै सक्षमसँग धेरै सिमिलर छ होइन। मलाई पनि अनलाइन गेम चाहिँ पहिला के भन्छ मम्मी बाबाले पर्मिसन चाहिँ कमै दिनुहुन्थ्यो होइन। पहिला नि धेरै खेलेको थिएँ, धेरै गाली नि खाएको छु होइन। यो नयाँ जेनेरेसनले विविध विषयहरूमा उनीहरूको दृष्टिकोण कस्तो छ भनेर बुझ्नको लागि, यो विषयमा कुराकानी गर्नको लागि आज मेरा भाइहरूलाई मैले निम्ताएको छु। मसँग आज 7 जना भाइहरू छन् र एउटा यो टेबल टकको रूपमा आजको यो कुराकानीलाई अगाडि बढाउन चाहन्छु। सर्वप्रथम त मैले सबै भाइहरूलाई आफ्नो नाम सहित परिचय दिनको लागि अनुरोध गरेँ। मैले निकेशबाट नै सुरु गरेँ आफ्नो परिचय दिनको लागि। नमस्कार सम्पूर्णमा, मेरो नाम निकेश श्रीवास्तव। नमस्कार सम्पूर्णमा, मेरो नाम उज्जवल यादव। नमस्ते, म आवर्त भट्टराई। सम्पूर्णमा नमस्कार, म सक्षम कुमार झा। नमस्कार सम्पूर्णमा, मेरो नाम चाहिँ चिराग डङ्गोल। सबैलाई नमस्ते, मेरो नाम चाहिँ विमर्श श्रेष्ठ। नमस्ते, मेरो नाम सुजल दुस्कार्की। ओके, यो परिचयको क्रमसँगै म अब कुराकानीलाई अगाडि बढ्न चाहन्छु। सो जेनेरेसन जेड, अब यो पुस्ताले नेपालको भविष्यको बारेमा के सोचिरहेको छ, यो जेनेरेसन नेपालमा बस्ला कि नबस्ला भन्ने नै सबैभन्दा बढी चासोको विषय हुन्छ कि। मैले विमर्शबाट सुरु गरेँ ल। विमर्श, what do you think? Will you stay in Nepal or you have made a plan to go abroad? मेरो ओपिनियनमा चाहिँ नेपालको अहिलेको शिक्षाको स्तर हेरेर चाहिँ भन्नुपर्दा म +2 सम्म चाहिँ मेरो फ्युचर प्लान भन्नुअनुसार चाहिँ म चाहिँ +2 सम्म यहीँ पढ्छु, ब्याचलर पनि यहीँ पढ्छु। ब्याचलर पछिको फर्दर स्टडिज चाहिँ मैले के भन्छ बाहिर अब्रोड गएर गर्छु। त्यसपछि अलिकति जबहरू, अपर्च्युनिटिजहरू, एक्सपिरियन्सहरू चाहिँ मैले बाहिरबाट बटुल्छु। अनि त्यही एक्सपिरियन्सहरू चाहिँ म पछि आएर नेपालमा स्थानीयकरण गर्छु। हामीले सोसलमा पनि पहिला पढेको थियो, सोचमा विश्वव्यापीकरण अनि काममा चाहिँ स्थानीयकरण हुनुपर्छ। त्यही भएर चाहिँ म यो सिद्धान्तप्रति चाहिँ म एकदमै के भन्छ लागू कार्यान्वयन गर्न खोज्छु आफ्नो जीवनमा। त्यही सोच छ मेरो चाहिँ। ओके, चिरागलाई पनि सोधेँ मैले सेम क्वेसन। मेरो पनि भन्नुपर्दा लाइक अहिलेको कन्डिसनमा, अहिले मोडर्न एरामा चाहिँ हाम्रो देशको चाहिँ एजुकेसन सिस्टम चाहिँ काइन्ड अफ दयनीय अवस्थामै छ भनौँ न। अनि अब त्यसलाई चाहिँ अब हामी अहिलेको जेनेरेसनले नै पछि गएर चाहिँ इभल्भ गराएर चाहिँ पछाडि गएर चाहिँ राम्रो बनाउनु पनि हाम्रो दायित्व त हुन्छ। त्यसैले अब सोही सोचै राखेर चाहिँ मेरो सेकेन्ड्री लेभलसम्म चाहिँ म चाहिँ यता पढेर हायर ग्रेड्सहरू पछाडि अब एब्रोड नै अपर्च्युनिटिजहरू सिक गर्छु भन्ने चाहिँ मेरो धारणा छ। ओके, अब यसमा अलिकति मैले फेरि क्याटेगोराइज गरिदिएँ नि। म बाहिर गएर पढ्छु, मेरो एकाडेमिक लाइफ चाहिँ अलिकति बाहिर गयो भने चाहिँ अलिक बेटर हुन्छ अन्य देशहरूमा भन्ने सिमिलर टाइपको धारणा कसैको छ यहाँ भएमध्ये? मैले डिसाइड गरेको छैन भन्दा पनि भयो, यदि डिसाइड नगरेको भनेदेखि। निकेश, के भन्नु लागेको यसमा? ओके, मेरो चाहिँ अब म नेपालमै बसेर पढ्छु अनि त्यसपछि म अहिले स्पोर्ट्स सेक्टरमा अगाडि बढ्न खोजिरहेको छु। त्यही भएर
त्यही नेपालमै बसेर स्पोर्ट्स सेक्टरमा अगाडि बढ्ने ट्राई गर्दैछु। तर म चाहिँ विदेश जानभन्दा नेपालमै बस्न प्रिफर गर्छु। ओके, कक्षा 10को समग्र अनुभव कस्तो रह्यो? मलाई पालै सबैजनाले थोरै थोरै यसमा चाहिँ जवाफ दिनुहोस् न। निकेशबाट सुरु गर्दा नि हुन्छ। ओके, कक्षा 10को समग्र अनुभव भन्दाखेरि सुरुमा चाहिँ यही दाइ दिदीहरूले नि भन्नुहुन्थ्यो 10 क्लास गाह्रो हुन्छ, अनि त्यसपछि 10 क्लासमा अलि राम्ररी पढ्नु, अनि टिचरहरूले नि त्यही भन्नुहुन्थ्यो, स्कुलमा नि त्यही भन्नुभयो। तर 10 क्लास सकेपछि चाहिँ मलाई लागिरहेको कि 10 क्लासमा 9 जुनियर क्लासहरूमा राम्ररी पढाए 8-9मा राम्रो बेस बनाएको छ भने 10 क्लास नि सजिलै गरी दिन सकिन्छ। अनि लास्ट मोमेन्टमा यो वर्ष धेरैजनाले लास्ट मोमेन्टमा गयो, लास्ट मोमेन्टसम्म केही पढेन, अनि लास्ट मोमेन्टमा हतार गऱ्यो। त्यो नगरिकन स्टार्टिङबाटै राम्ररी पढ्यो भने 10 क्लास नि सजिलै छ। उज्जवल? म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि 8, 9, 10हरूमा बच्चादेखि नै पहिलेदेखि पढ्यो भने चाहिँ बेसहरू राम्रो हुन्छ। अनि त्यसपछि 10मा पनि हार्डवर्क त अभियसली हरेक वर्ष गर्ने नगए त हुँदैन, तर 10मा पनि हार्डवर्क चाहिँ गर्नुपर्छ। तर बेस राम्रो भयो भने चाहिँ पछि सजिलो पनि हुन्छ। अनि 10मा हामीले 10को हेर्नु साथमा पनि आफ्नो करियर डेभलपमेन्टको लागि पनि सोच्न सक्ने टाइम छुट्याउन सक्यो भने चाहिँ त्यो राम्रो आवर्त? मेरो अनुसारमा चाहिँ आफूमा चाहिँ प्रेसर ह्यान्डल गर्न सक्ने स्किल र आफूमा सेल्फ बिलिफ भयो भने चाहिँ सबै कुरा गर्न पोसिबल हुन्छ। र मेरो साथीहरूले भने जसरी नै सुरुदेखि पढ्यो भने बेसिक अब 8, 9, 10बाट बेसबाटै राम्रो पढ्दै गयो भने डेफिनेटली पछि पनि राम्रो हुँदै जान्छ। र 10 क्लासमा पनि सुरुबाटै पढिरह्यो भने चाहिँ पछि एससीसम्म आउँदा पनि तपाईँ प्रेसर ह्यान्डल गर्न पनि सक्नुहुन्छ र तपाईँलाई अब इक्जामको लागि खासै प्रेसर पनि लाग्दैन भन्ने कुरा हो। मान्छे बेलैमा तयारी गर्नु पऱ्यो होइन? सक्षम कन्टिन्यू गर्छौँ? हुन्छ। अब एसई यो अब शब्दै सुन्दा अब कस्तो बच्चैदेखि 1 क्लास जुनियर क्लासदेखि पढ्दै आएको कुराहरू अब 10 क्लासमा आएर चेक हुने हो। यो अब शब्दै सुन्दा अलिक भारी जस्तो त हुन्छ नै। अब मेरो एक्सपिरियन्स भन्दाखेरि चाहिँ यो 8 क्लास र 9 क्लास मेनली त्यही यो दुईवटा क्लासमा चाहिँ हामीलाई मेन सब्जेक्टहरूमा जे पढाउनु भएको थियो त्यही कुरालाई चाहिँ अलिअलि धेरै थप्प्यायो, धेरै केही चेन्ज भएको छैन। अनि अब बेसिकबाटै राम्रो हुने, अनि बेसबाट नै स्ट्रङ, मेरो साथीहरूले नि भने बेसबाटै जब स्ट्रङ हुन्छ नि तब यो 10 क्लास पनि त्यस्तो टफ त थिएन जस्तो चाहिँ मलाई फिल भयो। ओके, चिराग क्वेसन सम्झिरहेको छ सबैले है? 10 क्लासको लास्ट इयरको अनुभव कस्तो रह्यो भन्ने बारेमा? अब लाइक अनुभवको कुरा गर्नुपर्दाखेरि चाहिँ पहिलेदेखि नै एससी भनेको चाहिँ आइरन गेटको रूपमा मान्छेहरूले मान्ने गर्थ्यो, आइरन गेट भनेर भन्ने गर्थ्यो। त्यसैले अब मान्छेहरूले अब आफ्नै पेरेन्ट्सले कुरा गर्दाखेरि पनि 10को इनिसियलमा चाहिँ हल्का मनमा हल्का कन्फ्युजन, हल्का डर चाहिँ थियो के हुने हो भनेर। बट अब त्यही डरलाई चाहिँ ओभरकम गर्नको लागि चाहिँ सुरुबाटै वाट आई डिड वाज कि आफूले नै सेल्फ रिभाइजहरू हुन्छ कि आफूले अब स्कुलमा गएर पढेको टपिक फेरि आएर रिभिजन गर्न सक्ने हुन्छ कि टिचरलाई कन्सल्ट गर्ने हुन्छ कि त्यो सब आई ट्राइड माई बेस्ट। जसले गर्दाखेरि चाहिँ पछि लास्ट मोमेन्ट एससी नजिक आउँदाखेरि चाहिँ मलाई त्यस्तो टफ चाहिँ भएन। त्यही 8, 9को कुराहरूलाई नै 8, 9को लजिकहरूलाई नै पछि गएर युज गर्दाखेरि चाहिँ टर्न आउट टु बी कम्पेरिटिभली इजी। आई गेस सबैले भनि नै सक्यो होला एसी कस्तो इक्जाम हो, कस्तो आइरन गेट जस्तो इक्जाम हो। बच्चैदेखि पढेको आखिरमा इभ्यालुएसन हुने हामीले एसी इक्जामबाटै हो होइन। के भन्छ, मलाई पनि फर्स्ट टाइम एसी दिनुपर्छ यो वर्ष भनेर के भन्छ एक्सपिरियन्स हुँदाखेरि चाहिँ एकदमै भारी भएको थियो होइन। यत्रो 10 वर्षको पढाइ एकैचोटि टेस्ट गर्छु भने अलिक गाह्रो भएको थियो होइन। तर मैले केमा चाहिँ ध्यान दियो भन्दा नि आई डिड नट लिभ एनी रुम्स फर डाउट। जति जे पढ्यो त्यो पढ्ने बित्तिकै डाउट छ भने टिचरहरूले सोध्यो, टिचरहरूसँग कन्सल्ट गर्यो कि त घरमै गएर अनलाइन मेटेरियल्सहरू हेऱ्यो। त्यो सबै हेरेको कारणले गर्दा चाहिँ पछि लास्टसम्म पनि मैले बुझेको कारणले गर्दा मलाई चाहिँ एसी एकदमै सजिलो लाग्यो मेरो ओपिनियनमा। सबैको आफ्नो डाउट्स हुन्छ, सबैको आफ्नो ओपिनियन हुन्छ, त्यो चाहिँ आफ्नो टिचरहरूसँग कन्सल्ट गर्न सिक्नुपर्छ, साथीहरूसँग कोअर्डिनेट गर्न सिक्नुपर्छ। त्यसो गऱ्यो भने चाहिँ प्रब्लम एकदमै इजिली सल्भ हुन्छ। यसरी नै एसी इक्जाम पनि सकिन्छ। पहिला गाह्रो लाग्छ, पछि दिएपछि सजिलो लाग्छ कि। सो एभ्री वान बी कन्फिडेन्ट फर यर एक्जाम्स। आई थिङ्क सोजलले के थप्ने हो कि यसमा? त्यो थप्ने कुरा त त्यसो खासै छैन होइन, सबले त्यति भनिसक्यो। अब मेरो आफ्नो अनुभव भन्दाखेरि चाहिँ यो पुरै होल इयरै लास्ट मोमेन्टमा गएर पढ्नुभन्दा सुरुदेखि नै बिस्तारै पढ्दै गयो भने लास्टमा अलिक धेरै ह्याम्पर हुँदैन, अनि सजिलो पनि हुन्छ, रिभाइज गर्नु नै सजिलो हुन्छ। त्यस्तरी मैले पढाएको थिएँ, अनि त्यसले गर्दा मलाई अलिकति सजिलो पनि भयो। अनि लास्ट मोमेन्टमा गएर ह्याम्पर पनि हुँदैन। डर त सबैले लाग्छ होइन,
तर त्यस्तो गरे चाहिँ डर पछि गएर त्यति साह्रो लाग्दैन कि डर हराउँदै जान्छ, आफूमा कन्फिडेन्स आउँछ नि त। ओके त्यसरी मैले तयारी गरेको थिएँ। ओके एट अल टाइममै प्रिपेयर गर्नु पऱ्यो भन्ने कुरा आयो। अर्को कुरा भनेको चाहिँ त्यस्तो धेरै नयाँ कुरा 10मा पुरै नयाँ केही पनि हुने होइन, 8, 9मा भएको कुरामा केही थपिने हो भन्ने कुरा आयो। आवर्सले पनि भनेअनुसार केही कन्फिडेन्स होइन, आफ्नो सेल्फ जुन बिलिफ जो हुन्छ होइन त्यसलाई अलिकति आफूलाई ट्रस्ट गर्नुपर्छ। आफूलाई ट्रस्ट गरेर अगाडि बढ्यो भनेदेखि इक्जाम भन्ने कुराले पनि खासै त्यस्तो धेरै प्रेसर होइन हामीलाई दिन सक्दैन होइन, हामीले त्यसलाई चाहिँ बस्न राख्न सक्छौँ भन्ने खालको कुराहरू आए। समग्रमा यसै कुराहरू थिए होइन यसमा पनि। सो यो चाहिँ अब अहिले पढिरहेका भाइ बहिनीहरू जो क्लास 10मा छन् उनीहरूको लागि पनि केही न केही युजफुल होला भन्ने मैले अपेक्षा पनि गरेको छु। अहिले यो हामीले कुराकानी गरिरहँदाखेरि एउटा प्रसङ्ग आइरहेको थियो कि जस्तो विमर्शले भनेको होइन, मैले सबै उहरूलाई सरहरूलाई गएर सोध्थेँ होइन, डाउटहरू क्लियर गर्थेँ भन्ने कुराले गइरहेको छ। कतिपय स्कुलमा चाहिँ त्यो चान्स विद्यार्थीहरूले पाइरहेको हुँदैन कि आफूलाई कति धेरै डाउटहरू हुन्छ होइन, सोध्नको लागि टिचरको टाइम पाइँदैन, टिचर भेटाइँदैन, टिचर नै भनेको समयमा अभाइलेबल भइदिनुहुन्न, यस्तो हुन्छ नि। सो समग्रमा मैले के सोध्न चाहेँ भनेदेखि तपाईँको स्कुलमा जुन टिचर र स्टुडेन्ट बिचको जुन रिलेसन हो अथवा प्रिपेरेसनको लागि चाहिँ जुन टिचरको टाइम तपाईँले पाउनुपर्ने हो त्यो कतिको पाउनु भएको थियो, तपाईँको डाउट क्लियरेन्स कतिको भयो, त्यो चाहिँ इन्भाइरोमेन्ट कस्तो थियो लास्ट इयर, जसले सुरु गर्नुभयो नि हुन्छ यसको आन्सर चाहिँ लाइक टिचरको टाइम तपाईँले पाउनु भयो कि भएन, अनि हाउ टिचर होइन हाउ डु यु टु प्रिपेयर योर एक्जाम भन्ने कुरा कताबाट सुरु गरौँ म, नभए मै भन्छु भन्नुभयो नि भयो। ओके अब 10 क्लासको इक्जामै स्कुल लाइफको सबैभन्दा इम्पोर्टेन्ट इक्जाम हो, त्यही भएर टिचरहरूले पनि प्रायः अब 10 क्लासमै फोकस गर्नुहुन्छ। राम्रै थियो, हाम्रो कोअर्डिनेटर सरहरू हुनुहुन्थ्यो, सिएम सर, अनि अरू सब्जेक्ट आइएसहरू सबैजनाले हामीलाई हेल्प गर्नुभयो। अब यस्तै कुनै अब सब्जेक्ट टिचरसँग कन्सल्ट गर्नु छ अनि उहाँ चाहिँ बिजी हुनुहुन्छ भने आइएस सरहरू पनि त्यहाँ हेल्प गर्न हुनुहुन्थ्यो, अरू स्टाफ पनि हुनुहुन्थ्यो। अब टिचरहरू पनि त अब ह्युमन नै हो, उनीहरूको पनि अब पर्सनल लाइफहरू पनि हुन्छ। त्यस्तोमा भयो भने चाहिँ स्टडी मेटेरियलहरू अनलाइन हेर्न पनि पायो, तर हाम्रोमा चाहिँ टिचरहरूले एकदम हेल्प गरेर फ्रेन्डली इन्भाइरोमेन्ट चाहिँ क्रिएट गरिदिनु भएको छ। सो एट अल फ्रेन्डली इन्भाइरोमेन्ट थियो, त्यो सपोर्ट जुन पाउनुपर्ने हो विद्यार्थीहरूले त्यो पाउनु भएको थियो भन्ने कुरा तपाईँको होइन। अहिलेको विद्यार्थीहरूलाई चाहिँ तपाईँहरू जसले चाहिँ एससी प्रिपेयर गरिरहनु भएको छ तपाईँहरू के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ एससीको प्रिपेरेसन कसरी गर्दा बेटर हुन्छ होला, अथवा तपाईँले कसरी प्रिपेयर गर्नुभयो होइन, तपाईँको थोरै एक्सपिरियन्स सेयर गरिदिनु न। अब अहिले यो वर्ष चाहिँ जुन विद्यार्थीले एससी दिनको लागि प्रिपेयर गरिरहेछ नि, म चाहिँ तिनीहरूले के भन्छु भने बेस त स्ट्रङ हुनु पर्यो नि, तर सरहरूले जुन सुरुबाटै च्याप्टरको सुरुबाटै जे कुरा पढाउनुहुन्छ नि त्यो भित्र च्याप्टरमा धेरै काम लाग्छ। अनि इक्जाममा पनि त्यही कन्सेप्ट युज गरेर एन्सर लेख्ने कुराहरू आउँदो रहेछ मैले चाहिँ हेरेको कुरा। अनि त्यो कन्सेप्टहरूलाई चाहिँ मेनली फोकस गर्नु पर्यो। अनि अनलाइन स्टडी मेटेरियलहरू पनि धेरै पाइन्छ आजकल त, अब मोबाइल सबसँग छ, इन्टरनेटको वर्ल्ड हो। अब यो इन्टरनेटको पनि युज गर्नु पर्यो, अनि टिचरसँग कन्सल्ट गर्नु पर्यो, डाउट लागेको कुरा हेर्नु पर्यो, अनि बुकको चाहिँ पार्ट हेर्नु पर्यो। मतलब त्यही बुकबाट आएको क्वेसनहरू मैले धेरै नै भेटेँ। त्यही बुकको चाहिँ मतलब टोटल कन्सेप्ट चाहिँ लिन सक्यो भने चाहिँ एससीमा जति चाहिन्छ त्यति चाहिँ स्कोर गर्न सकिन्छ। अलिकति हामी सिरियस कुरातिर अलि बढी गएछौँ होइन, अब अलिकति केही लास्ट इयरको मेमोरीहरूको कुनै कुरा गरौँ न होइन, किनभने 10को इक्जाम भनेको अहिलेसम्म हेर्दाखेरि कक्षा 10सम्म जुन हामी स्कुलमा पढेको हुन्छौँ, कतिपय त त्यो स्कुल छोड्ने अनि अर्कै अब कलेज +2तिर होइन जानु पर्दाखेरि त्यो स्कुलको इन्भाइरोमेन्टभन्दा बाहिर जानुपर्ने, कतिपयले सिटी नै छोड्ने अनेक हुन्छ नि त। सो तपाईँले तपाईँको समग्र 10 वर्षे जुन विद्यालय तहको होइन कक्षा 10सम्मको भनौँ न त्यो विद्यार्थी जीवनबाट बाहिर निस्किसक्नु त भएको छैन, अझै रिजल्ट आउन बाँकी छ। बाइ द वे तपाईँको रिजल्ट राम्रो हुन्छ भन्ने मलाई अपेक्षा छ। सो 10 वर्षे विद्यार्थी जीवनबाट अब अलिकति थोरै तपाईँले रेस्ट पनि पाउनु भएको छ। लास्ट इयरको मेमोरी होइन यो चाहिँ एकदमै मेमोरेबल लाग्छ भन्ने खालको केही कुराहरू छन् भनेदेखि यसो सम्झेर अब फ्याक्टै तपाईँलाई सम्झिहाल्न त अलिकति टाइम त लाग्ला होइन, तैपनि सम्झना अब तपाईँको उसमा चाहिँ मेमोरीमा आइराख्ने रिपिटेडली यो चाहिँ मलाई एकदमै मेमोरेबल लाग्छ लास्ट इयरको भन्ने कुरा जस्तो केही छ यताप्रति हुन्छ। लास्ट इयर 10को चाहिँ सबभन्दा मेमोरेबल इभेन्ट चाहिँ मेरो लागि भनेको होली थियो, किनभने होलीमा चाहिँ मैले लास्ट इयर 9 क्लासमा होली आफ्नो साथीहरूसँग सेलिब्रेट गर्न पाएको थिइनँ र योपालि 10 क्लासमा चाहिँ होली सेलिब्रेट गर्न पाएँ र सायद यो लास्ट टाइम नै हो हामी सबैजना क्लासमेटहरू सँगै भएर होली सेलिब्रेट गर्न पाएको, रमाइलो गरेको र मेरो लागि चाहिँ त्यही नै 10 क्लासको मेमोरेबल इभेन्ट थियो। अरू पनि थिए तर यसले चाहिँ मेरो हार्टमा स्पेसल
प्लेस क्यारी गर्छ के यही नै हो मेरो लागि एकदम स्पेसल मेमोरी छ 10 क्लासभरिको। ओके, अरू केही छ थप्नुपर्ने यसमा? अरूको त मेमोरी होला नि याद नभएको। उज्जवल, सोजल, बेमर्स, सक्षम, त्यस्तो कुनै अरू मेमोरीहरू छ भनेदेखि? त्यसो भए मैले मेरो आफ्नै भनेको लास्ट इयरको मेमोरी चाहिँ मलाई के लाग्छ भनेदेखि पर्सनली मैले भन्दा चाहिँ अलिकति मटेरियलहरूमा प्रिपेयर गर्नको लागि अनि अब विद्यार्थीहरूलाई चाहिँ कसरी चाहिँ एन्सर लेख्नुपर्छ एसीमा भनेर त्यसबारेमा अलिकति म बढी फोकस भइरहेको थिएँ होइन। स्ट्यान्डर्ड रूपमा चाहिँ कसरी लेख्ने, क्रिएटिभ आन्सरहरू कसरी लेख्ने भन्ने खालको कुराहरूमा पनि होइन सकेसम्म विद्यार्थीले कसरी हेल्प गरौँ भन्ने बारेमा म यसपालि अलिक बढी फोकस भएको थिएँ। त्यो चाहिँ म अझै पनि राम्रोसँग सम्झिन्छु। अनि प्लस लास्ट इयरको मेमोरी भने चाहिँ मेरो लागि के हो भन्दाखेरि चाहिँ अब यहाँ भइरहेको हामी सबै होइन लाई मैले कक्षा 8देखि नै सिकाएँ भनौँ न होइन। कक्षा 8, 9, 10सम्म कन्टिन्युस मेरो लगभग विद्यार्थी जस्तो मात्रै होइन एक किसिमको चाहिँ साथीभाइको जस्तो सम्बन्ध रह्यो विद्यार्थीहरूसँग। त्यो मेरो लागि एकदमै मेमोरेबल मोमेन्ट रह्यो लास्ट इयर चाहिँ। अब आगामी दिनहरूमा होइन विद्यार्थीसँग यस्तै सम्बन्ध होला या नहोला, तर त्यो लास्ट इयरको होइन हामी जो छौँ यो जुन टिम छ यो टिमसँग रहेर मैले काम गर्न पाएको थिएँ लास्ट इयर, त्यो चाहिँ मेरो लागि मलाई लाग्छ लङ टर्मसम्मको लागि नै एउटा मेमोरी रहन्छ होला। अरू कसैले केही सम्झ्यौँ? छैन है? ओके, के छ हामी अगाडि बढ्दै गरौँ त्यसो भए? अरूको के छ? बढ्दा हुन्छ है त? ओके, सो स्टुडेन्ट्स लाइफमा एक्स्ट्रा करिकुलर एक्टिभिटिजको पनि पक्कै पनि इम्पोर्टेन्ट रोल हुन्छ। कक्षा 10मा चाहिँ मलाई माया पनि लाग्थ्यो कि विद्यार्थीहरूलाई खेल्नमा लागिरहेको हुन्छ होइन, तर खेल्नलाई पनि अलिकति टाइम कटौती गर्नुपर्ने बाध्यता पनि हुन्छ, अलिकति प्रिपेरेसनमै बढी टाइम गइरहेको हुन्छ नि त। एट अल कक्षा 10सम्म तपाईँहरूले जुन सिए टाइम अथवा त्यसलाई इसिए पनि भनिन्छ कतै कतै होइन, एक्स्ट्रा करिकुलर एक्टिभिटिज पनि भनिन्छ, कतै हाम्रो स्कुलमा चाहिँ सिए मात्रै भनिन्थ्यो होइन, क्रिएटिभ आर्ट्स भनिन्थ्यो। के छ यसको रोल कस्तो हुन्छ होला? तपाईँहरूको अनुभवले के भन्छ? तपाईँलाई यो सिएमा पार्टिसिपेट हुँदाखेरि एक्स्ट्रा गेमहरूमा पार्टिसिपेट हुँदाखेरिले के कसरी हेल्प पुऱ्याइरहेको थियो? यसबारेमा तपाईँको थोरै अनुभवहरू बताउनुहोस् न। कताबाट सुरु गरौँ? ओके, अब नि निकेशबाट नि मलाई अपेक्षा छ यसको आन्सरको चाहिँ। के अरे क्रिएटिभ आर्ट्सले चाहिँ हाम्रो जीवनमा एकदमै क्रिएटिभ रोल प्ले गर्छ। अब नाम नै क्रिएटिभ छ होइन, यसले चाहिँ स्टुडेन्टहरूलाई अब डिफ्रेन्ट स्पोर्ट्सहरूमा इन्भल्भ हुन पाउँछ, जसले गर्दाखेरि चाहिँ एउटा प्रेसर हुन्छ नि त्यसलाई पनि ह्यान्डल गर्न सकिन्छ र साथसाथै इन्जोय गर्दा गर्दै आफ्नो मेन्टल हेल्थ पनि ठिक हुँदै जान्छ होइन। अनि त्यसपछि लाएर पढाइभन्दा के अरे एकाडेमिक्सभन्दा पनि क्रिएटिभ आर्ट्सको सेक्टरमा चाहिँ अब स्पोर्ट्सहरूमा पनि डिफ्रेन्ट स्किल्सहरू पनि सिक्न पायो, जसले चाहिँ पछि गएर लङ लास्टिङ टाइमसम्म आफूलाई हेल्प गरिरहन्छ। यति नै हो। ओके, निकेश चिराग यहाँ सबै थप्दा हुन्छ है यसमा चाहिँ। एक्स्ट्रा करिकुलर एक्टिभिटिजको स्टुडेन्ट लाइफमा इसेन्सियल पार्ट छ होइन। अहिले बिल्डिङ फेज छ, स्किलहरू जस्तै लिडिङ स्किल भयो, टिमवर्कहरू भयो, क्रिएटिभिटी भयो, स्पोर्ट्स खेलेर डिफ्रेन्ट टिम इभेन्ट्सहरू भयो, त्यसबाट क्याप्टेन बनेपछि लिडरसिप स्किल, अनि त्यसपछि त्यो टिममा काम गरेपछि टिमवर्क, त्यो सब स्किलहरू पाउँछ एउटा मान्छेले। अनि त्यसपछि इफ एकाडेमिकमा राम्रो भयो भने यही एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा नि आफ्नो करियर बनाउन सक्यो। अनि त्यही भएर एक्स्ट्रा करिकुलर एक्टिभिटिज चाहिँ स्टुडेन्टको लाइफमा सानैदेखि सिकाइरहनु धेरै इसेन्सियल छ मेरो विचारमा चाहिँ। मेरो पर्सपेक्टिभबाट भन्नुपर्दाखेरि चाहिँ अब इसिए भनौँ, एक्स्ट्रा करिकुलर एक्टिभिटिज अथवा को करिकुलर एक्टिभिटिजहरू यो चाहिँ हाम्रो लाइफसँग एकदमै लिङ्क हुन्छ होइन। लाइक एकाडेमिक्स बाहेक मैले चाहिँ मेरो पर्सनल भ्यूबाट चाहिँ एकाडेमिक्स पढाइ त्यो पढ्नु बाहेक चाहिँ जति पनि एक्टिभिटिजहरू छ त्यो सबलाई चाहिँ आई टेक देम एज इसिएस भनौँ न। जस्तो जुन अहिले म बोल्न सकिरहेको छु, पब्लिक स्पिकिङ भयो, डिबेटिङ स्किल भयो, त्यो पनि पढाइको भरमा त आएको होइन। किनकि कतिजना 4 GPA ल्याउने मान्छेहरू, कतिजना एकदमै राम्रो पढ्ने मान्छेहरू पनि बोल्न नसक्ने हुन्छ, मासको अगाडि आफ्नो कुराहरू त राख्न सक्दैनन्। त्यसैले यो इसिएले चाहिँ हामीलाई पर्सनली मलाई नै आफ्नो टपिकहरूलाई होइन नडराइकन निडर भइकन चाहिँ अरूको ठाउँमा चाहिँ एक्सप्रेस गर्नलाई चाहिँ एकदमै हेल्प गरेको छ। एन्ड यसको रोल पनि धेरै नै ठुलो हुन्छ। यसले अब बोल्न सिकाउँछ, आफूलाई कन्फिडेन्स बिल्डअप गर्छ भनौँ, अनि त्यसपछि टिमवर्क, लिडरसिप, जति पनि आफ्नो प्र्याक्टिकल लाइफमा चाहिने कुराहरू हुन्छ त्यो चाहिँ इसिएले डेभलप गर्ने हुँदाखेरि चाहिँ एकाडेमिक्स त छँदैछ, तर त्यो सँगै सिसिएज अथवा इसिएजहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ भन्ने चाहिँ मेरो पर्सपेक्टिभ छ। चिरागको आफ्नो एक्सपिरियन्सबाट हेर्दाखेरि पनि
एउटा कुन चाहिँ म्युजिक कम्पिटिसनमा आई थिङ्क नेपाल आइडल हो सारेगमपमा हो त्यसमा पनि गएको थियो होइन सानै बेलामा आई थिङ्क कति 4-5 हुँदा होला 7मा हुँदाखेरि होइन कस्तो भएको थियो एक्सपिरियन्स म्युजिकमा चिरागको चाहिँ मैले यसो हेर्दाखेरि अलिकति भर्स्टाइल विद्यार्थी मेरो विद्यार्थीहरूमा एकदमै भर्स्टाइल मध्येमा चिरागलाई पनि राख्छु क्या मैले किनभने म्युजिकमा पनि त्यत्तिकै ट्यालेन्टेड त्यत्तिकै धेरै रुचि भएको स्पोर्ट्समा पनि लाग्छ होइन एकाडेमिकमा पनि टप पर्फर्मर नै हो एकदमै टपमै होइन यसरी हेर्दाखेरि तिमीलाई चाहिँ यसले लाइक यता पनि इन्ट्रेस्ट छ राम्रो पर्फर्म गरिरहेछ उता पनि इन्ट्रेस्ट छ त्यसमा पनि राम्रो पर्फर्म गरिरहेछ त्यो धेरैवटा इन्ट्रेस्ट र धेरैवटा क्षेत्रको जुन इन्भल्भमेन्टले गर्दाखेरि तिमीलाई कतै कतै कन्फ्युजन हुन्छ वा यसले तिमीलाई प्लस पोइन्ट चाहिँ भइरहेछ के लाग्छ यो क्वेसन चाहिँ एकदमै फ्रिक्वेन्टली सोधिने प्रश्नमध्ये नै पर्छ मलाई चाहिँ होइन अब मैले चाहिँ अब डिफ्रेन्ट फिल्डमा इन्ट्रेस्ट छ त्यो त एकदमै सही नै भयो होइन तर त्यसलाई पनि आई हेभ ब्याक देम कि अब मलाई आफ्नो प्रायोरिटी लिस्ट चाहिँ मैले सेट गरेको छु आफ्नो कुन कुरालाई चाहिँ सबैभन्दा टपमा राख्ने कुनलाई त्यसपछि राख्ने कुनलाई त्यसपछि राख्ने भनेर चाहिँ मैले आफ्नो प्रायोरिटी लिस्टलाई चाहिँ आफैले मेन्टेन गरेर त्यही अनुसार आफ्नो टाइम अब मलाई आफूलाई यदि पढाइ इम्पोर्टेन्ट लाग्छ भने मैले पढाइमा बढी टाइम दिन्छु इफ अब मैले सिङ्गिङ पनि गर्छु भने मलाई सिङ्गिङमै आफ्नो एकदमै राम्रो करियर एकदम प्रपर सिङ्गरै हुनु छ भने मैले पढाइलाई कम फोकस गरेर सिङ्गिङलाई बढी फोकस दिन थाल्छु तर अब मेरो सोचको हिसाबमा चाहिँ अब एकाडेमिक्स त फर्स्टमै मेरो हिसाबमा चाहिँ एकाडेमिक्स फर्स्टमा म राख्छु अनि त्यसपछि चाहिँ बाँकी जुन सिङ्गिङ हुन्छ अनि त्यसपछि स्पोर्ट्स हुन्छ त्यो चाहिँ द्याट कम्स एज माई इन्ट्रेस्ट जुनलाई चाहिँ जस्ट एज अ ब्याक सपोर्ट एकाडेमिक्स बाहेक अब इन्जोय गर्न हुन्छ अथवा आफूलाई एक्सप्रेस गर्न आफू नयाँ म भेटाउनको लागि आफू जुन छ त्यसलाई चाहिँ अझै इम्प्रोभाइज गर्नको लागि चाहिँ आई अफन क्यारी देम एज माई टुल्स भनौँ न ओके थ्याङ्क यू कसैको यसमा एड गर्नुपर्ने छैन है ओके समग्रमा मैले सोधिहालेँ यो माइकमा लाग्छ यहीँ राख्दा पनि तर त्यो कुराहरू त टिप्छ पनि होला होइन सो ल ओके आजको यो सेसन छ नि मैले तिम्रा केही साथीहरू अन्य साथीहरूलाई पनि होइन पनि गर्ल्सहरू पनि यसमा इन्भल्भ हुने गरी अलिकति अरू पनि केही क्वेसनहरू चाहिँ गर्छु भन्ने थियो होइन पल्लै उनीहरू चाहिँ अलिक नभ्याउने भएर आज आएनन् र एउटा चाहिँ यो भेटघाटको मौका पनि हुन्छ एउटा मोमेन्ट पनि क्रिएट गरौँ भनेर अनि एउटा चाहिँ सरप्राइजिङली राख्नु कि भन्ने पनि थियो टाइम नमिल्ला होइन नपुग्ला भन्ने लागेर अनि मैले अब हिजो मात्रै इन्फर्म गरेको थिएँ के छ कस्तो भइरहेछ आजको गफ यो कुराकानी कस्तो लागिरहेछ मलाई रमाइलो लागिरहेछ निकेश सबैलाई सोजल सबसे सरप्राइजिङ चाहिँ सोजललाई भयो होइन सोजल सरप्राइजिङ भयो होइन मैले यहाँ बोलाउँदाखेरि तिमीलाई किन बोला होला जस्तो लागेको थियो आज मैले किन बोलाएँ होला जस्तो लागेको थियो किनकि काम परेर बोला होला भनेर सरप्राइजिङ भयो चाहिँ ओके सो अबको चाहिँ सेसनमा म सबैबाट चाहिँ छोटो छोटो आन्सर एक्सपेक्ट गर्छु र हामी सबैको कोही न कोही एकजना चाहिँ हामीलाई इन्सपायर गर्ने व्यक्ति कोही न कोही हुन्छन् होइन र स्कुल लाइफमा कोही न कोही टिचर पनि हुन्छ तपाईँहरूलाई चाहिँ इन्सपायर गर्ने होइन त्यस्तो कोही पर्टिकुलर टिचर तपाईँको दिमागमा इमेज अथवा कसैलाई तपाईँले सम्झिनु पऱ्यो भने कसलाई सम्झिनुहुन्छ जताबाट सुरु गर्दा नि हुन्छ जस्तै चाहिँ यो टिचरले चाहिँ मलाई यो कारणले चाहिँ मोटिभेट गर्नुभएको थियो अथवा इन्सपायर गर्नुभएको थियो भनौँ न भन्ने तपाईँसँग त्यस्तो कुनै सम्झना छ यो 10 इयर्सको अवधिमा मेरो लागि चाहिँ टिचरहरूले भन्दा बढी पनि म आफैले आफूलाई मोटिभेट गर्ने गर्थेँ सेल्फ मोटिभेसन दिन्थेँ पढ्नुपर्छ आफूले गर्नुपर्छ किनभने अब आफैले गऱ्यो भने आफू इन्डिपेन्डेन्ट पनि भइन्छ अनि त्यसपछि लाएर अरू काम गर्नमाथि कसैको लागि निर्भर पनि हुनु हुँदैन र मेरो प्राइमेरी गोल भनेको चाहिँ मेरो मम्मी ड्याडीलाई चाहिँ प्राउड बनाउने हो र त्यसको लागि चाहिँ म आफैले सेल्फ आफूलाई मोटिभेट गर्ने गर्थेँ ओके उज्जवल मलाई चाहिँ इन्सपायरिङ भन्दा चाहिँ 9 क्लासमा हाम्रो मञ्चन सर भन्ने सर आउनुभएको थियो अहिले चाहिँ हाम्रो एकाडेमिक डाइरेक्टर हुनुहुन्छ एन्ड त्यो सरको जर्नी पनि एकदम मलाई इन्सपिरेसनल लाग्यो अनि मलाई चाहिँ त्यो सरले एकदम इन्सपायर गर्नुहुन्छ सर पनि एकदम राम्रो हुन्छ चिल मुडको हुनुहुन्छ राम्रो पढाउनुहुन्छ राम्रो भनेको अनुहारमा राम्रो वा ओके बिहेभियरमा पढाउने तरिका ओके समग्रमा उहाँको पर्सनालिटी होइन उहाँको सिकाउने स्टाइलहरू होला है त्यही भएर मैले चाहिँ त्यो सरले धेरै इन्सपायर ओके गुड ल उहाँलाई पनि म देखाउँछु है त यो भिडियो मेरो लागि चाहिँ मोटिभेटिङ भनेको
तक्षक सर हुनुहुन्छ। तक्षक सर हाम्रो स्पोर्ट्स टिचर हुनुहुन्छ। उहाँले मलाई हरेक टाइममा हुन्छ नि एकाडेमिकमा नि केही लो भयो भने या हामीलाई म्याच खेलाउन जानु थियो अनि हाम्रो एकाडेमिकलाई केही असर नपरोस् भनेर उहाँ आफै बेलुकासम्म बसेर हामीलाई तयारी गराइरहनु भएको थियो। म्याच भनेको क्रिकेट म्याच। अनि त्यसपछि हामीलाई आफै बेलुकासम्म बसेर हाम्रो के बाँकी छ एकाडेमिकमा त्यसको लागि सपोर्ट गरिरहनु भएको थियो। हरेक टाइममा मलाई ब्याक सपोर्ट गरिरहनु भयो। अनि मेरो यो हुन्छ नि 8, 9, 10 मेन यो टाइमतिर तक्षक दाइसँग म तक्षक सरसँग म धेरै क्लोज पनि भएँ। अनि तक्षक सरले मलाई हरेक पार्टमा जहाँ मलाई उहाँको सपोर्ट चाहिएको थियो उहाँले मलाई सपोर्ट गर्नुभयो। त्यही भएर उहाँ चाहिँ मलाई अलिक मोटिभेटिङ र इन्सपायरिङ लाग्नुहुन्छ। ओके, तिम्रो क्लोजनेस त तिमीले एकचोटि दाइ भने एकचोटि सर भने त्यहाँबाटै थाहा भइसक्यो होइन? ओके सजल, मलाई चाहिँ त्यस्तो पार्टिकुलर त नभइकन सबैले नै सपोर्ट गरेकै जस्तो लाग्छ। मलाई सबैले नै अझै राम्रो गर्न सक्छु भनेर मोटिभेट जहिले नै दिइराख्नुहुन्थ्यो। अनि त्यसरी नै म अलिकति निखार पनि आउन सक्यो। ओके, त्यही हो। क्रेडिट गोज टु अल। ओके, मेरो पनि सोझो र आवर्तको भनाइसँग मेल खान्छ होइन। मेरो पर्सपेक्टिभमा चाहिँ अहिले म जे छु त्यो मेरो सबै टिचरहरूको कारणले गर्दा सबै टिचरको कन्ट्रिब्युसन त्यसमा छ। टिचर मात्र नभएर यहीँ बसिरहेका एकदमै प्रिय मित्रहरूको, मेरो दाजुभाइ दिदीबहिनीहरूको, मेरो मम बाबाको, मेरो रिलेटिभ्सहरूको सबैको कारणले गर्दा चाहिँ म अहिले जे छु त्यहाँ पुगेको छु। त्यति मात्र नभएर चाहिँ म आफूले गर्दा पनि म यहाँसम्म पुग्न सकेको छु। आफूले मोटिभेसन दिने होस् कि साथीहरूले मलाई मोटिभेसन दिने होस् कि जे भने पनि आफूले गर्दा र अरू सबै मलाई सराउन्ड गर्ने सबैजनाको कारणले गर्दा चाहिँ म यहाँ पुग्न सकेको छु। त्यही भएर चाहिँ मेरो एउटा फेभरेट टिचर भनेर भएन, सबैजना मेरो लागि फेभरेटै भयो। ओके, नाइस। मेरो पनि अब भन्नुपर्दा त म पनि प्रायः जसो चाहिँ हाम्रो स्कुलमा पढाउने अथवा जतै पनि अब आफ्नो लाइफमा भेटेको टिचरसँग धेरैसँग क्लोजै थिएँ भनौँ न। तर त्यहाँबाट पनि अब मेरो प्रपर इन्सपिरेसन चाहिँ टिचरबाट हटेर मेरो लाइफमै सिकाउने चाहिँ मेरो फादरमा जान्छ। त्यो चाहिँ मैले पहिलेदेखि एकदम चाइल्ड एजदेखि नै मैले आफ्नो बाबालाई चाहिँ एज माई इन्सपिरेसन मान्ने गर्थेँ। अब उहाँले नै मलाई एकदम सानो एजदेखि आफ्नो इन्सपिरेसनल टक्सहरू हुन्छ कि अथवा आफ्नो लाइफको कुराहरू हुन्छ कि सबै कुराहरू सुनाउने तथा आफूलाई यदि लो फिल भइरहेको छ अथवा आफू एकदमै अफ मुडमा छ भने त्यहाँनिरबाट चाहिँ कसरी एक्कासी नै खुसी बनाइदिने गर्नुहुन्थ्यो। र त्यहीबाट नै चाहिँ उहाँलाई प्राउड बनाउने इच्छासँग अथवा आफ्नो पेरेन्ट्सलाई चाहिँ एकदमै खुसी देखाउने, आफ्नो खुसी बनाउने इच्छाले गर्दाखेरि चाहिँ आफू नै मोटिभेट भएर चाहिँ म अहिलेसम्म चाहिँ अब राम्रो पर्फर्म गर्न सकेको छु जस्तो मलाई फिल भएको छ। गुड, सक्षम। अब मेरो नि त्यस्तो त केही डिफ्रेन्ट छैन। यो सोजलले, विमर्शले, चिरागले अनि अरू साथीहरूले मेरो भने जस्तै मेरो चाहिँ अब मेन चाहिँ मैले आफ्नो इन्सपिरेसनल मतलब मलाई इन्सपायर गर्ने चाहिँ मेरो प्यारेन्ट्स नै हो। त्यो चाहिँ म हटबाटै भन्छु। त्यो अब जता जे भए पनि मेरो प्यारेन्ट्स नै ग्रेट, बेस्ट, गड, एभ्रिथिङ मेरो लागि उहाँ नै हो। अब उहाँको स्टोरीहरू सुन्दा उहाँको अब मेरो लागि कति सेक्रिफाइस गर्नुभयो अनि उहाँले नै हरेक लाइफको मेरो हरेक ठाउँमा उहाँले सपोर्ट गर्नुभयो। म एक्लो हुँदा या म अफ हुँदा वा मलाई अब केही चाहिँदा हरेक ठाउँमा उहाँले सपोर्ट गर्नुभयो। र एज अ ब्याक सपोर्ट चाहिँ मेरो टिचर्सहरू, यही बसेका साथीहरू, अन्य साथीहरू पनि अनि रिलेटिभ्सहरू उहाँले नि मलाई धेरै नै सपोर्ट गर्नुभएको छ। र अब यहाँसम्म चाहिँ पुग्ने जर्नीमा चाहिँ धेरैको हात छ। म सबैलाई चाहिँ अब क्रेडिट चाहिँ दिन्छु। ओके, एटल यसमा पनि के आयो भन्दाखेरि टिचर्स सबैले नै भन्नुभयो होइन, आफ्नो फ्यामिली सबभन्दा सुरुमा त आफैले भन्नुभयो है, आफैले आफूलाई पनि मोटिभेट गर्ने गरेको कुराहरू तपाईँले गर्नुभयो। अर्को चाहिँ आफ्नो फ्यामिली भन्नुभयो, अर्को टिचर्सहरू पनि भन्नुभयो होइन। मान्छे डिफ्रेन्ट टिचर्सबाट, आफ्नो फ्यामिलीको डिफ्रेन्ट मेम्बर्सबाट, मम्मी बाबाबाट र होइन आफैबाट तपाईँहरू चाहिँ मोटिभेटेड हुनुभएको छ, इन्सपायर हुनुभएको छ भन्ने कुरा गर्नुभयो। र कस्तो सो यस कुरा चाहिँ के उठ्यो यहाँनिर भन्दाखेरि तपाईँहरू आफैलाई मोटिभेट गर्ने भन्नुभयो नि है, द्याट साउन्ड सो इन्ट्रेस्टिङ कि मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो यो कुरा चाहिँ होइन। आफैलाई कसरी मोटिभेट गर्नुहुन्छ तपाईँहरूले, के गर्ने गर्नुभएको छ, यो त एकदमै महत्त्वपूर्ण कुरा हो नि होइन। हाम्रो लाइफको डिफ्रेन्ट मोमेन्टमा हामी स्ट्रगल गरिरहँदाखेरि आफूलाई सेल्फ मोटिभेट गर्नु होइन, आफूले ऐनामा हेरेर तसँग म छु है भनेर आफूले आफैलाई भन्नु
एकदमै इम्पोर्टेन्ट हुन्छ कि तपाईँले के गर्दै गर्नुभएको छ यसमा यसो तपाईँको अनुभव सुनाउनुहोस् त यो त न्यू जेनेरेसनदेखि लिएर होइन सबैको लागि एउटा हामीले बिर्सिरहेको वा हामीले सम्झिरहनु पर्ने है एउटा मोटिभेसनल फ्याक्टर हो जस्तो मलाई लाग्छ वाट डु यु थिङ्क कताबाट सुरु गरौँ मलाई लाग्छ विमर्शबाटै सुरु गरौँ होला किनभने यसको प्रयोग चाहिँ विमर्श पनि गर्दै रहेछ नि त होइन भिडियो हेर्थेँ होइन सबैभन्दा युट्युबमा पाउँछ अनलाइन कुनै रिसोर्समा पाउँछ मोटिभेसन भिडियोहरू हेर्न पायो होइन हाम्रो स्कुलले पनि एकचोटि हामीले मोटिभेसनको लागि ताराजीको एउटा स्पिच के भन्छ एउटा जस्तोमा लगेको थियो स्पिच जस्तोमा मोटिभेसनल प्रोग्राममा मोटिभेसन सेमिनारमा ओके हजुर सेमिनारमा लगेको थियो त्यहाँबाट पनि एकदमै मोटिभेसन आयो पढ्नको लागि होइन मैले चाहिँ युट्युबमा एउटा स्पेसिफिक च्यानल हेर्छ होइन त्यसले चाहिँ हाम्जा भन्ने च्यानल छ होइन उसले चाहिँ के भन्छ मोटिभेसनल भिडियोजहरू पोस्ट गर्छ आफूले कसरी मोटिभेसन आफूले कसरी डेभलप गर्ने आफूले कसरी निखार्ने राम्रो बनाउने भन्ने कुराहरू चाहिँ उसले डिस्कस गर्छ त्यसमध्ये पनि उसको सबैभन्दा राम्रो लाग्ने मलाई एउटा कुरा भनेको थियो कि उसले आफूले डेभलप गर्न आफूले जर्नलिङ गर्न सिक्नुपर्छ भनेर भनेको थियो त्यही भएर चाहिँ उसले त्यो भनेदेखि चाहिँ मैले दिनदिनै जर्नलिङ गर्न सिकेँ ओके मैले चाहिँ अब चाहे त्यो एकाडेमिकमा फेलियर होस् या म स्पोर्ट्स पनि खेल्छु र क्रिकेटमा फेलियर होस् होइन तर मलाई चाहिँ के हो भन्दाखेरि आफ्नो पोटेन्सियलमा बिलिभ छ र मेरो पोटेन्सियल कति छ भन्ने कुरा मलाई थाहा छ र म आफ्नो पोटेन्सियललाई आफ्नो म्याक्स लेभलसम्म पुर्याउनको लागि अब फेलियर भएपछि पछाडि नहटिकन बरु त्यो कामको लागि अझ एक्स्ट्रा टाइम दिएर एक्स्ट्रा हार्डवर्क गर्छु अफ डेजहरूमा पनि प्र्याक्टिस गर्छु चाहे रिभिजन गर्छु होइन कुनै पनि डेहरू कट अफ नगरिकन रिभिजनहरू गर्ने प्र्याक्टिसहरू गर्ने गरेर आफ्नो पोटेन्सियललाई अझ आफ्नो म्याक्ससम्म पुर्याउनलाई चाहिँ मैले गर्ने गरेको छ र त्यसरी नै मैले आफूलाई सेल्फ मोटिभेट गर्ने गरेको छु ओके एनी मोर अब राख्ने पर्ने के छ वा लगभग आइसकेको कुराहरू उज्जवल केही छ राख्नुपर्ने वा आइसक्यो त्यस्तै हो अब सेल्फ मोटिभेट गर्नु पछाडि चाहिँ अब सबभन्दा पुरा आफूमाथि चाहिँ कन्फिडेन्स चाहिँ हुनु पऱ्यो आफूमाथि नै कन्फिडेन्स छैन भने चाहिँ त केही गर्न मिल्दैन कन्फिडेन्स हुनु पऱ्यो अब मलाई मोटिभेसनको कमी हुन्थ्यो भने म मम्मी बाबा प्यारेन्ट्सहरूसँग सबसँग कन्सल्टहरू गर्थेँ अर्को पोइन्ट एकदमै इम्पोर्टेन्ट आयो मम्मी बाबा अथवा पेरेन्ट्स भनेको चाहिँ हामी सबैको अल्टिमेट मोटिभेटर चाहिँ उहाँ नै हुँदो रहेछ है स्टिल मलाई पनि त्यही हो होइन हामी जतिसुकै हुर्किएर बढेर जतिसुकै ठुलो भए पनि एउटा भनाइ छ कि हाम्रो पेरेन्ट्सको अगाडि चाहिँ हामी सानै हुन्छौँ अरे कि होइन इभन भोलि पर्सि पनि होइन छोराछोरीले चाहिँ हुर्किएर बिहे गरिसक्छ र पनि आमा बाबुको अगाडि चाहिँ ऊ भनेको सानो बच्चा जस्तै हुन्छ अरे कि कहिले मेरो मम्मीले त्यो कुरा भन्नुहुन्छ होइन लेट्स टक अबाउट फ्युचर प्लान के छ त साथीहरूको फ्युचर प्लान अब एससी पछि के गर्ने होइन कसैको फेरि नहुन पनि सक्छ म यसो गर्छु भन्ने पनि हुन्छ अब यो 10को त इक्जाम दिएँ मैले टाइम चाहिँ अब 3 महिनाकै टाइम थियो मसँग के गर्ने नगर्ने भएको त थियो नै सुरुमा चाहिँ 2-3 दिन अब खत्रै इन्जोय गरेँ खत्रै रमाइलो लाग्यो रमाइलो हुन्छ भनेर सोचेको थिएँ तर पछि चाहिँ बोरिङ हुँदै गयो अनि अब पढ्न त म पढ्छु नै अगाडि नै पढ्ने नै हो अब एकाडेमिक्स त छ नै एकाडेमिक्ससँगै अब केही न केही त एक्स्ट्रा त केही हुनु पऱ्यो आफ्नोमा एक्स्ट्राले चाहिँ एक्स्ट्रा स्किलहरू चाहिँ त्यो कहिले पनि मान्छेले हार्म त गर्दैन त्यसले त्यही भएर चाहिँ मैले यही एस्ट्रोनोभा फाउन्डेसनले नै चाहिँ एउटा स्टिम समर क्याम्प भनेर अर्गनाइज गरेर रहेछ प्रोग्राम कसरी थाहा पायो यो मैले फेसबुकमा एड हेरेको थिएँ अनि त्यहाँबाट मैले थाहा पाएँ अनि त्यही प्रोग्राममा चाहिँ मैले नि पार्टिसिपेट गरेँ र अहिले चाहिँ म एआई एन्ड कम्प्युटर भिजन भन्ने जुन एउटा क्याटेगोरी छ त्यसमा चाहिँ स्टडी गर्दैछु राम्रै गइरहेछ अहिलेको चाहिँ त्यो क्लास चाहिँ इफेक्टिभ हुँदैछ अनि अब अहिले चाहिँ हामी पाइथन सिक्दैछौँ प्रोग्रामिङ ल्याङ्ग्वेज हो त्यो अब के थाहा फ्युचरमा त्यसले मलाई कतै काम दिला कि अब त्यो नदिने त हुनै सक्दैन त्यो कतै न कतै त दिनै हाल्छ कतै न कतै रिलेट भइ नै हाल्छ त्यही नै हो मेरो लेट्स होप सो हैन यु आर होपफुल अबाउट इट ओके चिराग विमर्श सोजल यतैबाट चाहिँ मलाई ल अब यस्तो राउन्ड जाने ल अब मेरो फ्युचर प्लान्सको कुरा गर्नु पर्दाखेरि चाहिँ अब मैले चाहिँ आफ्नो लागि सेट गरेको एउटा मेन भनेको चाहिँ अब एससी पछि चाहिँ एउटा 2टा मेन टपिक आइपर्ने भनेको चाहिँ कुन चाहिँ बोर्ड सेलेक्ट गर्ने भन्ने थियो ओके आइदर इट वाज एनइबी बोर्ड्स हाम्रो +2 लेभलकै स्टडिजमा अगाडि बढ्ने थियो कि आइदर इट वाज ए लेभल्स अथवा अरू कुनै एक्सटर्नल टपिक्सहरू होइन अनि त्यसको बेला चाहिँ अब मैले आफ्नो सिनियर्सहरूसँग मेरो आफ्नै दाइहरूसँग रिलेटिभ्सहरूसँग सजेसन लिएर चाहिँ म एउटा कन्क्लुजनमा पुगेँ सुरुमा त आई वाज भेरी कन्फ्युज पछि चाहिँ ए लेभल्स गर्ने भनेर चाहिँ एउटा कन्क्लुजनमा पुगेँ मेरो कतिपय दाइहरू कतिपय रिलेटिभ्सहरू चाहिँ अल वर ए लेभल ग्रेजुएट्स
अनि त्यहाँबाट चाहिँ अब इन्सपिरेसन पनि भयो कसरी गर्ने भनेर एउटा गाइडलाइन पनि मैले प्राप्त गरेँ, जसले गर्दाखेरि चाहिँ अब पछि गएर चाहिँ वाट आई हेभ बिन थिङ्किङ इज मलाई चाहिँ अब आइटीको सेक्टरमा हुन्छ, कम्प्युटर साइन्सको सेक्टरमा हुन्छ, त्यो सेक्टरमा चाहिँ वर्क गर्नु छ, काम गर्नु छ भन्ने मेरो थिङ्किङ थियो। अनि त्यसमा चाहिँ अब एक्स्ट्रा कुराहरू चाहिँ त्यो ए लेभल्समा चाहिँ त्यही रिलेटेड नै हल्का भेगमा अथवा भनौँ डिटेल डिस्क्रिप्सन हुने अथवा अझै बढी क्ल्यारिफिकेसन हुने हुँदाखेरि चाहिँ अब मेरो फ्युचर प्लान्समा चाहिँ अब अगाडि बढ्नको लागि अथवा कम्प्युटर साइन्सतिर आइटीतिर लाग्नको लागि चाहिँ आई डिसाइडेड टु जोइन द ए लेभल्स क्याम्पेन भनौँ न। ओके, कम्प्युटर र आइटीतिर बढी रुचि छ होइन? चिरागको त रुचि पनि टन्नै छ यार। म आफै सरप्राइज हुन्छ कि अल टाइम। कहिले क्रिकेट खेल्दा देखिरहेको हुन्छु, त्यसमा राम्रै इन्ट्रेस्ट छ है। म्युजिकमा त्यस्तै भवाल इन्ट्रेस्ट छ, एकाडेमीमा त्यस्तै लाग्छ मलाई। र एउटा चिरागको मलाई एकदमै मनपर्ने खुबी चाहिँ के लाग्छ भन्दाखेरि कता कता के प्रोग्राममा जाँदा टन्नै पढाइ छुटिरहेको हुन्थ्यो कि चिरागको होइन, र आएर त्यसलाई क्याच गरेर र अरूलाई पछि पार्ने गरी इनफेमस त होइन तर यस्तो फेमस क्यारेक्टर हो क्या हाम्रो स्कुलको चिराग चाहिँ। र यो चाहिँ मेरो शुभकामना पनि छ है, किप इट अप होइन। हामी प्रसङ्ग केमा थियौँ रे? फ्युचर प्लानको बारेमा होइन। विमर्श अगाडि बढाउँ त। अब साइन्स टेक हो कि जस्तो लाग्छ मलाई विमर्शको पनि। आई गेस है, फेरि हेरौँ के हुन्छ। त्यस्तै केही छ, के भन्छ एसी इक्जाम सकेपछि एकदमै कुल अफ हो एज सक्सन सेट होइन। अगाडिको 2-3 दिन एकदमै आराम गऱ्यो, चिल गऱ्यो, साथीहरूसँग यसो घुमघाम गऱ्यो, यसो खेल्यो होइन। अब पछि त सोच्नु परिहाल्यो। अनि त्यसो भएर चाहिँ मैले पनि फेसबुक चलाउँदै थिएँ, यसो घरमा पल्टिँदाखेरि एउटा एड देख्यो होइन, हाम्रै रविन्द्र सरको एड देख्यो अरू कसैको होइन। अनि एस्ट्रोनोभा फाउन्डेसनको थियो, सिमिलर टु सक्सेस। मैले पनि एआई क्लास लिएको छु अहिले। पछि भनेको जस्तो हामीले अहिले एजुकेसन जति पाउँछ त्यो पछि वेस्टमा जाँदैन। अहिले म एआई क्लास लिँदैछु, पछि फ्युचरमा काहीँ न काहीँ त काम लागि नै हाल्छ। अहिले चाहिँ म गो विथ द फ्लो माइन्डसेटमा हिँडिरहेको छु। अहिले जे भेट्यो त्यही गरिरहेको छु, केही इन्ट्रेस्ट आयो भने त्यो सिकिहाल्ने खालको छु। अहिले म त्यही एआई सिकिरहेको छु, भिडियो एडिटिङ आफै घरमा आफै सिकिरहेको छु, जर्नलिङ एज आई सेट त्यो गरिरहेको छु। त्यही अनुसार चाहिँ मैले लिटरेचरमा पनि अलिक 2-3टा काम गरेको छु होइन। यसरी नै अगाडि गयो भने चाहिँ राम्रै हुन्छ, सजिलै हुन्छ भन्ने सोच छ मेरो। आफ्नो करियरको बारेमा एकदम पोजिटिभ छ होइन, जे हुन्छ राम्रो हुन्छ, मैले राम्रो गर्दैछु भनेर अगाडि बढिरहेको छु। ओके सजल? मेरो नि त्यस्तो खासै डिफ्रेन्ट चाहिँ छैन होइन, साथीहरूले भने जस्तै सिमिलरै छ। मैले नि यो फेसबुकै चलाउँदाखेरि देखेको एड, अनि त्यसरी नै म नि एस्ट्रोनोभा फाउन्डेसनमै जोइन भएर अहिले एआई र कम्प्युटर भिजन कोर्स गरिरहेको छु, पाइथन सिकिरहेको छु। त्यसरी नै मेरो चाहिँ खासमा यो छुट्टीभरि चाहिँ आफूले स्किल एडहरू गर्दै जाउँ भनेर मैले चाहिँ माइन्डसेट राखेको थिएँ। स्किल एड गरौँ भनेर माइन्डसेट त्यसरी नै चलिरहेको छ अहिले नै। अब सकेसम्म धेरै स्किल बटुल्छु। मेरो लागि फ्युचर प्लान भनेको चाहिँ अहिले यो एससीको 3 महिनाको छुट्टीमा, त्यसपछि पनि एज म स्पोर्ट्समा करियर बनाउने, क्रिकेट खेल्ने, फ्युचरमा नि क्रिकेटै खेल्ने त्यो माइन्डसेटबाट गइरहेको छु। अनि इफ केही रङ भइहाल्यो भने, इफ गड्स प्लान डजन्ट सपोर्ट दिस, आई हेभ अनदर प्लान कि म आइटी कम्प्युटरतिर जान्छु, कोडिङ ल्याङ्ग्वेजहरू सिकिरहेको छु। अब अहिलेको लागि चाहिँ मेरो त्यही गड्स प्लानमा भर पर्छ। म प्र्याक्टिस गरिरहेको छु, बाँकी सब गड्स प्लान। ओके अब म चाहिँ एसी सकेँ, एसीमा त अब जाने हुन्छ। एसी सके बेला 1 हप्ता चाहिँ म चिले गरेर यताउता केही गरेन। अनि त्यसपछि म चाहिँ अब 1 हप्ता सुतेको होला मजाले। ओके। अनि त्यसपछि म चाहिँ अब मेडिकल फिल्डमा जाने चाहिँ ट्राई गरिरहेको छु, सोचिरहेको छु। मेरो दाइहरू पनि हुनुहुन्छ, अनि उहाँहरूले चाहिँ मलाई एकदम इन्सपायर गर्नुहुन्छ। बच्चादेखि नै मलाई यही फिल्डमा चाहिँ जाने इच्छा थियो। अनि अहिले पनि अनलाइन स्टडी मटेरियल्सहरू हेर्दैछु। अनि त्यसको साथै अब यो छुट्टीमा चाहिँ पर्सनालिटी डेभलपमेन्टहरू, पर्सनल आफूलाई कसरी डेभलप गर्न सकिन्छ, आफूलाई कसरी एक्सप्रेस गर्न सकिन्छ, त्यो कुराहरू पनि हेर्दैछु। स्किलहरू पनि सिक्दैछु। र त्यही हो मेरो फ्युचर प्लान चाहिँ। म मेडिकल फिल्डमा यो टिममा पनि, यो मेरो 7 जनाको टिममा पनि होइन, आज भएको 7 जनाको टिम सन्तहरू पनि छन्, यहाँ थुप्रै छुट्या छन्। सबैलाई बोलाएर एकैचोटि रेकर्ड गर्नले पोसिबल पनि हुँदो रहेछ है। जसलाई यहाँ आज यो टिममा होइन, यो क्लोज टेबलमा आज अटाउन सकिनँ, त्यसको लागि आइ एम सरी फर द्याट टु। आवाजको बाँकी छ है? हजुर, मैले चाहिँ मेरो फुल करियर नै क्रिकेटमा टाइम दिने भनेको छु। र म अहिले यो 3 महिनाको समयमा पनि साथीहरूसँग क्रिकेट खेलिरहेको छु र आफ्नो स्किलहरूलाई अझै सार्पेन गरिरहेको छु। र मेरो फ्युचर प्लान चाहिँ +2 सम्म चाहिँ नेपालमै बस्ने, र त्यसपछि चाहिँ मेरो आफ्नै दिदी अस्ट्रेलियामा हुनुहुन्छ, र +2 सकाएपछि चाहिँ अस्ट्रेलिया गएर क्रिकेटको अझ अब त्यहाँ गएर एकाडेमीहरूमा अथवा अब कोचेसहरूसँग स्किलहरू डिफ्रेन्ट सिकेर, तर फेरि मेरो
स्किलहरू सिकेर चाहिँ म नेपाल नै फर्किन्छु, अस्ट्रेलिया बस्नु भन्ने चाहिँ छैन। किनभने मेरो गोल भनेको चाहिँ नेपाल आफ्नो मदरल्यान्डलाई नै रिप्रेजेन्ट गर्नु हो। र म चाहिँ आफ्नो करियरमा क्रिकेटमा होइन पारस खड्का, सन्दीप लामिछानेहरू जस्तै नाम चाहिँ बटुल्न खोज्छु होइन, चाहन्छु। र त्यही भएर म चाहिँ नेपालमै आएर नेपालमै बसेर केही गर्न खोज्छु भन्ने चाहिँ मेरो पर्सपेक्टिभ रहेको छ। नाइस। एक राउन्ड सकायौँ हामीले यसमा है, फ्युचर प्लानको बारेमा। गजब लाग्यो। सोच्दै गर्नु है, सोध्नुपर्ने भएदेखि त्यो बेलासम्म म अर्को राउन्ड जाँदै गर्छु। यो न्यू जेनेरेसनको छ नि लाइफस्टाइल अलिकति फरक छ कि। म बस्दा बेलामा त्यो बिहान एउटा कायाकैरन भन्ने समाचार आउँथ्यो, त्यहाँ त्यो सुनेर मेरो डे सुरु हुन्थ्यो। बेलुका सुत्ने बेलामा BBC नेपाली सेवा सुन्दै सुतिरहेको हुन्थेँ होइन। मेरो लाइफस्टाइल फरक थियो। तपाईँले कतिको न्युजहरू पढ्नुहुन्छ, पत्रपत्रिका न्युजमा पनि पत्रपत्रिका कतिको पढ्नुहुन्छ, तपाईँको इन्टरटेनमेन्टको लागि तपाईँहरूले के गर्नुहुन्छ, कस्तो कस्तो गेमहरू खेल्नुहुन्छ। हामीले त बच्चा बेलामा आसपास भन्ने एउटा गेम हुन्थ्यो, आसपास खेल्थ्यौँ, लुकीडुम भन्थ्यो होइन, लुकीडुम खेल्थ्यौँ। अनि डन्डी बियो पनि खेलेको याद छ मलाई त है, डन्डी बियो। के एक्सपिरियन्स सेयर गर्नु होला तपाईँहरूले चाहिँ। मैले अझै छोटो बनाएँ ल क्वेसनलाई, गेमहरू कस्तो कस्तो खेल्नुहुन्छ तपाईँले आजभोलि होइन। अनलाइन गेम त हाम्रो बेलामा त्यो नोकिया मोबाइलमा हुन्थ्यो नि, स्नेक गेम, सुट 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 लामो हुन्थ्यो। अनि त्यसपछि मैले कता एउटा त्यो मिम देखाएको थिएँ कि संसारको एउटा यस्तो स्नेकको नाम भन्नुहोस् जो चाहिँ आफ्नै पुच्छरमा ठोकिएपछि मर्छ भनेको थियो कि। सिरियसली लिएको लास्टमा कमेन्टमा हेर्दा त के रहेछ त्यो नोकिया मोबाइलमा भएको स्नेक रहेको होइन। सो कस्तो कस्तो अनलाइन गेमहरू तपाईँले खेल्नुहुन्छ, कस्तो फिजिकल गेमहरू खेल्नुहुन्छ, न्युजहरू कतिको पढ्नुहुन्छ, अथवा न्युज पढ्नलाई पत्रपत्रिकै हेर्नुपर्छ भन्ने पनि होइन। तपाईँको लागि चाहिँ त्यो रिसोर्सहरू के हो त भन्ने बारेमा थोरै थोरै सबैले एक्सपिरियन्स सेयर गर्नुहोस् न प्लिज। कताबाट सुरु गरौँ? अहिले चाहिँ मैले लागि कता सक्षमको साइडबाट ल। अब सुरुमा तपाईँले गेमको बारेमा भन्नुभयो। गेममा चाहिँ मैले मोबाइल गेममा चाहिँ अब विथ द फ्लो म नि अब बिस्तारै बिस्तारै चाहिँ PUBG खेल्दैछु, फ्री फायर पनि खेल्दैछु। अनि त्यो चाहिँ अब मतलब त्यसमै डुबिरहने टाइपको चाहिँ होइन। मलाई आफ्नै प्यारेन्ट्सले खेल्न दिनु हुँदैन, त्यो अब एकदम कमै खेल्न पाउँछु। र प्लस चाहिँ त्यो मोबाइल गेम भन्दा नि मैले फोकस चाहिँ अब चाहिँ अलिकति बाहिरको कुनै स्पोर्ट्स खेलौँ, ब्याडमिन्टन खेलौँ, क्रिकेट खेलौँ, या कुनै बाहिरकै फिजिकल स्पोर्ट्समा चाहिँ अलि फोकस गर्न अब चाहिँ खोज्छु। त्यही नै हो मेरो त्यसको चाहिँ स्पोर्ट्सको चाहिँ। अनि तपाईँले न्युजको बारेमा नि भन्नुभयो। अब न्युज त अब रेडियो नै सुन्ने भन्ने त गर्दिनँ मैले। अब डिफ्रेन्ट साइट्सहरू छन्, अहिले त अब अनलाइन टेक्नोलोजीको टाइम हो, मोबाइलको टाइम हो। त्यही साइट्सहरू, अनलाइन खबरहरू भयो, या फेसबुक स्क्रोल गर्दाखेरि नै कति न्युजहरू हामीले थाहा पाइरहेको हुन्छौँ। त्यो न्युजहरू हेर्ने भयो। स्क्रोलको टाइम भयो आजभोलि, स्क्रोलको टाइममै मैले त्यो डिफ्रेन्ट न्युजहरू हेर्ने भयो, त्यही नै गर्छु। अनि रुटिन अफ नेपाल भन्दा रुटिन अफ नेपाल भन्दा आशिका तामाङको भिडियो हेर्नुहुन्छ? आशिका तामाङ थाहा छ मलाई? त्यस्तो चाहिँ थाहा छैन, नाम सुने छ, त्यही भने मैले। ओके, अरू केसमा पत्रपत्रिका हेर्नुहुन्न है? पत्रपत्रिका अब एकदम रेयरली नै, वन्स इन द ब्लू मुन भने जस्तो। त्यो अब राशिफल ओके, त्यस्तो स्पेसिफिकली चाहिँ हेर्दिनँ। ओके, चिराग? मेरो लागि चाहिँ सानैदेखि र अहिलेसम्मै लाइक डिजिटल गेम्स अथवा भनौँ अनलाइन गेम्सहरू चाहिँ आर लाइक ब्यान्डै छ भनौँ न। मैले पहिलेदेखि नै खेल्ने पनि गर्दिनँ थिएँ, अहिले नि खेल्दिनँ नै भनौँ। बट त्यसको ठाउँमा चाहिँ अब क्रिकेट हुनसक्छ अथवा ब्याडमिन्टन हुनसक्छ, जस्तो त्यस्तो टाइपको चाहिँ फिजिकल स्पोर्ट्सहरूमा चाहिँ आई गेट इन्भल्भ। अनि अब न्युजहरूकै कुरा गर्नु पर्दाखेरि चाहिँ अब टिपिकल्ली पहिला जसरी नै रेडियो सुन्ने होइन, अनि त्यसपछि पत्रपत्रिकाहरू हेर्ने त्यस्तो चाहिँ छैन, मैले गर्दिनँ। तर सानो बेला चाहिँ बाबाले आई स्टिल रिमेम्बर कतिपय समयहरूमा चाहिँ राखेरै न्युज समाचार आउँथ्यो नि त टिभीमा। अनि एनटिभी, कान्तिपुर त्यस्तो त्यस्तो च्यानलहरूबाट चाहिँ समाचार सुनाउनुहुन्थ्यो। बट अहिलेको टाइममा चाहिँ अब साइट्सहरू जस्तो रुटिन अफ नेपाल भन्दा नै भयो होइन। अनि त्यसपछि अब कहिलेकाहीँ चाहिँ अब न्युजै हेरौँ भन्ने इच्छा जाग्यो, एउटा सर्टेनली इच्छा जाग्यो भने चाहिँ अब अल जजिरा पोस्टहरू भयो, त्यस्तोबाट चाहिँ न्युजहरू वेबसाइटहरूमा पनि हेर्ने गरेको छु। ओके, लास्ट इयर सम्झिरहेको छु मैले, BBC पनि सुनाउँथेँ नि, BBC नेपाली है। ओके, मेरो पालो
यस पालो अब बिमर्सको खासै मेरो पनि एकदमै सक्षमसँग धेरै सिमिलर छ होइन मलाई पनि अनलाइन गेम चाहिँ पहिला के भन्छ मम्मी बाबाले पर्मिसन चाहिँ कमै दिनुहुन्थ्यो होइन पहिला नि धेरै खेलेको थिएँ धेरै गाली नि खाएको छु होइन पछि चाहिँ एकछिन छोडेको थिएँ अब 10 क्लास सकेपछि ओकेजनली साथीहरूसँग यसो घुलमिल गर्नको लागि भने चाहिँ खेलिरहेको हुन्छु तर नट अल द टाइम होइन सक्षमले भने जस्तो जहिले पनि डुबिरहेको चाहिँ हुँदैन अनलाइन गेममा जस्ट एज अ फन अफ के अरे मोड अफ इन्टरटेनमेन्ट मात्र हो अहिले चाहिँ अनलाइन गेमभन्दा बाहिर पुगेर अहिले फिजिकल लाइफमा चाहिँ यसो बास्केटबल खेल्छु मैले चाहिँ होइन कहिले कहिले बिहान बिहान आउँदाखेरि चाहिँ आवर त निकेस पनि हुन्छ नेटमा क्रिकेट पनि कहिले कहिले खेल्छु अनि बल कहिले कहिले माथि पुग्छ कहिले तल पुग्छ कहिले सिसा फुट्छ होइन कहिले गजुर पुग्छ होइन सिसा चाहिँ मैले फुटाएको छैन गजुर भने पशुपतिको दामको कहाँसम्म पुग्छ बल होइन म क्रिकेट चाहिँ राम्रो खेल्दिनँ होइन ट्राई गर्छु अलिकति भयो भने भलिबल खेल्छु अनि त्यो बाहेक चाहिँ त्यही हो फिजिकल स्पोर्ट्सहरू त्यही रनिङ गर्छु कहिले काहीँ स्ट्यामिना बढाउने ट्राई गर्छु त्यो अनेस्टली भन्दा उसको आवर्तको क्रिकेट कस्तो आवर त क्रिकेट फेरि मैले त्यो हेरेर फेरि बुझ्दा नि बुझिनँ नि त धेरै हजुर कस्तो लाग्छ अब मेरो कम्पेरिजनमा त धेरै ठिकै छ होइन अनि बलिङ धेरै राम्रो गर्छ उसले होइन ऊ कहिले जति ट्रेनिङ गर्दैछ नि बिहान जहिले आइरहेको छ निकै छ आवर त मलाई लाग्छ उनीहरू दुईजना चाहिँ नेसनल प्लेयर हुन सक्छन् चिरागले भनिन्छ ल क्रिकेटमा ऊ पनि खतरा छ नि त होइन फ्युचर बलर कि फ्युचर के भन्छ आजकल ब्याटर पनि भन्छ होइन ब्याट्सम्यान मात्रै अब आवर त डेफिनेटली इज अ फ्युचर बलर पछि आएर चाहिँ बलरै जस्तो लाग्छ बलरमा त के भन्छ पनि त्यस्तै नै हो सबैजना एकदम बबाल पेस भएको पेसरहरू चाहिँ पछि गएर चाहिँ हुने एकदमै मकनबाट त्यो पनि नवोदयबाट होइन त्यो पनि हाम्रै टिमबाट हाम्रै साथीभाइहरू जाँदाखेरि हामीले प्राउड फिल गर्न पाउँछौँ पछि होइन त उनीहरूले टिभीमा हेर्न पाउने मेरो चाहना छ होइन अनि एज फर द न्युज हामीले न्युजको कुरा भन्न बिर्स्यो सरले हामीलाई BBC न्युज सुनाउनुहुन्थ्यो क्लासमा त्यही हुँदा 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 हुँदै प्रियसी पछि मलाई पनि बानी पऱ्यो बेलुका सुन्ने तिमीहरू सुनमा हाँस्थ्यो है मैले BBC सुन्दाखेरि हाँस्दैन होइन अझ के भन्छ हाम्रो अडिटोरियममा क्लास हुन्थ्यो नेटै टिप्दैन थियो अनि अलिकति जर आउँथ्यो कहिले कहिले त्यही हो अहिले चाहिँ RNB यसो हेर्छु कहिले कहिले चट्टा आयो भने हेर्छु अनि सक्षमले भन्दा जस्तो राशि हेर्ने गर्छु होइन अब बिलिफ त छैन तर हेर्न चाहिँ मन लाग्छ किनभने मेरो नि त्यस्तो खासै डिफ्रेन्ट चाहिँ छैन सिमिलरै छ होइन अनलाइन गेम्सहरू पनि मैले त्यस्तो खासै त खेलेको थिइनँ पछि खेल्दै गएको हो अनि साथीहरूले नै भनेर खेलेको अनि अहिले चाहिँ अलिकति त्यो अनलाइन भन्दा पनि फिजिकलमा पनि जाउँ भनेर सोचिरहेको छु फुटबल पनि खेल्न गइरहेको छु आजकल अनि आजकल स्विमिङहरू पनि गर्न सिकिरहेको छु त्यस्तोहरू पनि स्किलहरू एड गर्दै जाउँ भनेर सोचेको छु होइन मैले अनि स्विमिङ आउँछ सिकिरहेको अनि त्यसरी नै गरेको अनि न्युजहरू चाहिँ भन्नुपर्दा त्यो कहिलेकाहीँ नोटिफिकेसन आएको बेला हेर्ने हो त्यस्तो डेली चाहिँ छैन RNBहरूले हालेको पोस्टहरू हेर्ने हो सोजलले न्युज हेर्ने भन्दा नि न्युजले सोजललाई हेर्ने रहेछ होइन नाइस त्यही हो ओके साँच्ची स्विमिङ गर्न सबैलाई आउँछ यहाँ भाइ मध्ये हामीलाई कसलाई आउँछ ल यसो इन्डिकेट गर्नुहोस् आउँदैन निकेश आउँदैन आउटलाई आउँदैन विमर्सलाई आउँदैन सोजललाई सिक्दैछ होइन ओके चिरागलाई आउँदैन सक्षमलाई सेङ अनेस्टमा पनि थोरै भाग आउँदैन है हल्का भ्यागदार चाहिँ आउँछ होइन भ्यागदार धेरै आउँछ क्यारे होइन तैदिन्छ नि त तर एउटा हामीले सिक्नुपर्ने लाइफ स्किलमा चाहिँ म चाहिँ स्विमिङलाई एकदम टपमा राख्छु कि क्वेसन विशेष छैन नि छैन ओके मेरो लाइफमा चाहिँ मैले चाहिँ अहिले अनलाइन गेम्स भन्दाखेरि त्यही क्रिकेटकै गेमहरू खेलेर हुन्छु रियल क्रिकेट गेम भयो त्यही अनि फिजिकल्ली नै क्रिकेट नै खेलेर हुन्छु अनि त्यसपछि न्युजको कुरा गर्नु पर्दाखेरि चाहिँ त्यही म हाम्रो पात्रबाट राशिफलहरू हेर्छु म चाहिँ राशिफलमा विश्वास गर्छु अनि त्यसपछि RNB को पोस्टहरू हालेर हुन्छ इन्स्टाग्राम फेसबुकहरूतिर त्यसमा RNB को पोस्टहरू हेर्छु भविष्यमा हामीले एस्ट्रोलोजर ग्रुपमा त पाउँदैन ओके म चाहिँ अब भिडियो गेम्सहरू त्यही साथीहरूसँग कम्युनिकेट गर्न यसो टाइम पास हुन्छ नि त टाढा भए पनि साथीहरूसँग कुरा गर्न पाउँछु भनेर भिडियो गेमहरू चाहिँ खेल्छु त्यस्तो चाहिँ डुबेर चाहिँ बस्दिनँ भने जस्तै अनि गेममा चाहिँ डुबेर बस्दिनँ भनेको अनि त्यसपछि हाम्रो रविन्द्र सरले BBC नेपाली सुनाउनुहुन्थ्यो त्यो गर्दा मलाई पनि बानी हुन्छ अनि कहिलेकाहीँ बेला बेला एकदम खुसी लाग्यो होइन अनि हाम्रो पात्रहरूमा गएर राशिफलहरू हेर्छु विश्वास लाग्छ लाग्दैन अलिअलि अलि लाग्छ ओके
म चाहिँ पब्जी फ्री फायर भन्दा पनि अरू डिफ्रेन्ट अनलाइन गेमहरू खेल्छु। अहिले एउटा भर्खर नयाँ गेम आयो डेल्टा फोर्स भन्ने, म चाहिँ त्यही गेम खेल्छु होइन। अनि त्यसपछि लाएर पत्र पत्रिकाको कुरा गर्दाखेरि चाहिँ मेरो घरमा हजुरआमा हुनुहुन्छ, अनि हजुरआमाको लागि भए पनि पत्रिका आउँछ कान्तिपुरको, र मैले पनि त्यही पत्रिका कहिलेकाहीँ पढ्ने गर्छु। फेरि सधैँ चाहिँ पढ्दिनँ, हजुरआमाको सङ्गतले होइन? हजुरआमाको सङ्गतले कहिलेकाहीँ पढ्ने गर्छु। अनि हजुरआमाले बेलुका 7 बजे एबी न्युजमा समाचार पनि हेर्नुहुन्छ र त्यो समाचार पनि हेर्छु। त्यति नै हो। ओके, एक राउन्ड यो पनि सक्यो हाम्रो न्युजको कुराहरू पनि आइहाल्यो लगभग। तपाईँहरूको यसमा के रहेछ तपाईँको लाइफस्टाइल भन्ने कुराहरू। राइट, अब एउटा फेरि थोरै एजुकेसनमा जोडेँ मैले, लास्टमा छौँ हामी है, अब टुङ्गेर जानुपर्छ। यो चाहिँ अब पालैपालो नजाउँ होला, ऱ्यान्डमली गर्दा पनि भयो होइन। तपाईँको एज होइन योर रेडिनेस प्रिपेयर्डनेस, तपाईँहरूले तपाईँको विद्यार्थी जीवनमा अझै पनि विद्यार्थी जीवनमै हुनुहुन्छ होइन, भर्खर लगभग मध्यान्तरतिर आइपुग्नु भएको छ, भनेको बिचतिर आइपुग्नु भएको छ। तपाईँको युनिभर्सिटी लेभलसम्म, पछि पिएचडीसम्म अथवा मास्टर्ससम्मै हेर्ने भने पनि तपाईँ लगभग बिचतिर हुनुहुन्छ अहिले होइन त। सो टिचरसँग तपाईँहरूको एक्सपेक्टेसन के हुन्छ? यो चाहिँ कोही टिचरले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि विद्यार्थीको अहिलेको न्यू जेनेरेसनको चाहिँ एक्सपेक्टेसन यस्तो हुँदो रहेछ है भन्ने कुराहरू होइन। अहिलेको जेनेरेसनको विद्यार्थीको के एक्सपेक्टेसन हुन्छ टिचरसँग, त्यो क्लास कस्तो भइदियोस् भन्ने तपाईँहरूको एक्सपेक्टेसन हुन्छ? ठिक छ, यसमा नभन्नु हो क्या? ओके, आवर्तबाटै विमर्श देखाएको छ आवर्तलाई। ल आवर्तबाटै सुरु गरौँ। अब टिचरले पनि थ्योरिटिकल भन्दा पनि प्र्याक्टिकल वेमा पढाउनु पऱ्यो। अब फन एक्टिभिटिजहरूसँगै पढाइलाई अगाडि लिएर जानु पऱ्यो। र मेन भनेको चाहिँ हाम्रो क्लासमा त अब सरहरूले आइस ब्रेकर जिन्दगी गराउनु भएन। अब रविन्द्र सरले चाहिँ गराउनुहुन्थ्यो, त्यही अनलाइन BBC न्युजहरू सुनाउनुहुन्थ्यो। त्यसरी नै आइस ब्रेकर एक्टिभिटिजहरू गराइदिनु पऱ्यो, किनभने विद्यार्थीहरूले अब पिरियड पछि नै सबै पिरियड पढ्दै बोर भइसकेका हुन्छ र अलिकति रिफ्रेस गर्ने टाइम पायो भने पनि ओपन माइन्ड हुन्छ, अनि अझै त्यो पढाइतिर बढी अटेन्सन जान्छ जस्तो लाग्छ मलाई चाहिँ। टिचरसँग हामी मेन भेट हुने भने एजुकेसनको लागि हो। अब टिचर हामीलाई अब उहाँको इम्पोर्टेन्स त धेरै फिल्डमा छ, तर मेन भनेको चाहिँ एजुकेसन हो। अब सबलाई त टिचर हामीले भेट्ने त्यहीको लागि हो। मेरो नै भनौँ, टिचरहरूसँग चाहिँ मेन एक्सपेक्टेसन के हुन्छ भन्दाखेरि त्यो लामो एकैचोटि टक हुन्छ नि, मतलब त्यो बोरिङ भइदिन्छ कि। एउटै टपिकमा चाहिँ सर्टमा बोल्ने वा कन्सेप्ट दिने त्यस्तो भयो भने चाहिँ सजिलो हुन्छ। जस्तो तपाईँले नै हामीलाई नोट बनाएर दिनुहुन्थ्यो, सर्टमा बुझाइदिनुहुन्थ्यो। त्यो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि फ्रिक्वेन्टली टपिक चेन्ज भइरहेको हुन्छ, अनि त्यसरी चाहिँ अब अटेन्सन गइरहेको हुन्छ नि त, डिफ्रेन्ट टपिकमा अटेन्सन गइरहेको हुन्छ, थिङ्किङ पुगिरहेको हुन्छ। त्यही भएर झ्याउ लाग्दैन, निद्रा लाग्दैन। अब लेक्चर भयो भने चाहिँ अब एउटै टपिकमा चाहिँ लामो कन्टिन्युस सुन्नै पऱ्यो भने चाहिँ अब त्यो त ह्युमन नेचर हो, निद्रा लाग्छ नि, बोरिङ लाग्छ नि। त्यही भएर चाहिँ मेरो मेन एक्सपेक्टेसन टिचरहरूसँग भन्दा चाहिँ त्यही नै हो, अलिक चङ्क गरेर पढाउनु पऱ्यो भन्दा नि पढाइदिए चाहिँ अलि बेनिफिसियल हुन्छ, सबैलाई राम्रो हुन्छ, बुझिन्छ, कन्सेप्ट राम्रो हुन्छ, त्यही भन्ने। अहिलेको जेनेरेसनको चाहिँ होइन भन्ने भए एउटा एकदमै विकनेस भनेको चाहिँ एकदमै कम एटेन्सन स्प्यान हुन्छ होइन। त्यो विकनेस ममा नि छैन, ममा छैन भन्दिनँ। एकदमै धेरै लामो लेक्चर भयो भने एकदमै भटभटाएर बोली मात्र राख्यो भने चङ्क गरेन भने त म त सुत्दिन्छु, साँच्ची भने सुत्दिन्छु, कसम सुत्दिन्छु, साँच्ची सुत्दिन्छु। के भन्छ यहाँ पर हाँसिरहेको मान्छे नि सुतिरहेको थियो। के भन्छ त्यही हो। अनि त्यही भएर चाहिँ टिचरहरूले चाहिँ थ्योरिटिकल जुन हुन्छ नि त्यसले चाहिँ एप्लिकेसनमा ल्याउन सक्नु पऱ्यो कि प्र्याक्टिकल जुन हुन्छ नि। जस्तै हामीले के पढेको छौँ भने त्यसले लाइफमा उतार्न सक्ने खालको कुरा पनि क्लासमा इन्ट्रोड्युस गर्यो भने चाहिँ अलि राम्रो होला। जहिले नि मार्क्सलाई नै पछ्याएर हुँदैन, मार्क्स इम्पोर्टेन्ट हुन्छ, तर हामीले त्यही पढेको कुरा पछि गएर जिन्दगीमा काम लागु गर्न सकेन भने त त्यो काम लागेन नि त त्यो पढाइ। त्यही भएर चाहिँ आइस ब्रेकर पनि हुनु पऱ्यो, तर त्यो यतिकै खेलाको आइस ब्रेकर मात्र नभएर हामीले कुनै इन्फर्मेसन दिने, जस्तो कि रविन्द्र सरले हामीलाई न्युज सुनाउनुहुन्थ्यो त्यस्तो केही आइस ब्रेकर भएको भए, अथवा कुनै एउटा प्र्याक्टिकल सिप सिकाउने खालको आइस ब्रेकर भएको भए राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो भनाइ छ। ओके, यसमा योभन्दा फरक थप्नुपर्ने केही छ अरू? मैले एउटा अपर्च्युनिटी दिएको तपाईँहरूलाई, मेमोरेबल इभेन्ट सम्झिनु भयो भने त्यो पनि थप्न मिल्यो, मैले अघि भन्न बिर्सिरहेको थिएँ भनेर, अथवा मलाई केही क्वेसन छ भने त्यो नि गर्न मिल्यो। किनभने मैले सुरुमै तपाईँलाई भनिरहेको थिएँ, म आज सकेसम्म मैले मात्रै क्वेसन गर्ने भन्दा पनि अझै
इन्क्लुसिभ टाइपको टक होस् भनेर चाहिँ मैले खोजिरहेको थिएँ सकेसम्म क्वेसनहरूलाई म स्टाइल गराउनु चाहिँ खोजेको थिएँ कतिको मैले त्यो गरेँ आई डोन्ट नो है ओके केही छ त्यस्तो क्वेसनहरू अथवा आवटलाई सरी सर अब हजुरले चाहिँ हामीलाई सोध्नुभयो करियरमा अब तिमी टिनेज एजमा हुँदाखेरि करियरमा केमा करियर चुज गर्ने भनेर र म चाहिँ हजुरलाई सोध्न चाहन्छु हजुर आफ्नो टिनेजमा हुँदाखेरि हजुरले चाहिँ टिचिङमै आफ्नो करियर बनाउँछु भनेर सोच्नु भएको थियो कि अरू केही डिफ्रेन्ट सेक्टरमा आफ्नो करियर खोज्नु भएको थियो भनेर सोध्न चाहन्छु सर नाइस ओके मेरो चाहिँ एकदम टिचिङ करियर चाहिँ एकदम बाई मिस्टेक सुरु भएको हो होइन त्यति बेला चाहिँ बाई मिस्टेक बट नाउ चाहिँ आइम टोटली इन्जोय मलाई के लाग्छ भने अहिले चाहिँ मैले यस्तो काम गरिरहेको छु जसले मलाई इन्कम पनि जेनेरेट गरिरहेको छ र यो एक किसिमको सोसल सर्भिस जस्तो पनि हो मैले सोसाइटीको लागि राम्रो गरिरहेको छु भन्ने पनि फिल हुन्छ कि अनि अब यसमा के चाहिँ हुन्छ भन्दाखेरि अघि मैले एउटा क्वेसन थाकेको पनि तपाईँहरूलाई किन भन्दाखेरि अहिलेको जेनेरेसनले क्लास चाहिँ कस्तो भइदियोस् भन्ने चाहन्छ त होइन त्यसमा मैले आफूलाई के चेन्ज गर्न सक्छु होला भन्ने किसिमले त्यो आफैलाई पनि काम लागोस् भनेर सोधेको क्वेसन हो होइन सो धेरै हदसम्म मैले अझै पनि मेरो टिचिङलाई सुधार्नुपर्छ होला अहिलेको जेनेरेसन फ्रेन्डली बनाउनुपर्छ होला किनभने जेनेरेसन ग्याप हुन्छ कि होइन सो त्यसलाई क्याच गर्दै अझै अलि राम्रो टिचर बन्ने चाहिँ मेरो प्र्याक्टिस रहिरहन्छ र त्यति मात्रै होइन अब अन्य टिचरहरूलाई पनि मेरै जेनेरेसनका अन्य टिचरहरूलाई पनि मेरा अनुभवहरू सेयर गर्ने होइन भविष्यमा अझै राम्रो टिचर भनेर यसमा सेयर गर्ने र नेपालको जुन एजुकेसन सिस्टम छ त्यसमा थोर बहुत जति सकिन्छ चेन्जहरू ल्याउन सकियोस् भन्ने छ यसबाहेक मेरो इन्ट्रेस्टहरू भनेको मान्छे मिडिया फिल्डमा हो होइन म जस्तो रेडियो कर्मी पनि थिएँ लामो समयसम्म मैले रेडियोमा पनि काम गरेँ अनि उसले भनेको चाहिँ के थियो भने मेरो फ्युचर प्लान चाहिँ ठ्याक्कै म यो उसमा टिचर बन्छु भनेर चाहिँ थिएन म सानो हुँदाखेरि म पाइलट बन्छु भन्थेँ किनभने मलाई त्यो आकाशमा प्लेन उडाउने एकदम खतरै मान्छे हुन्छ होला होइन जसले पनि वाव भन्छ होला देख्यो भने त्यो मान्छेलाई यस्तो लाग्थ्यो त्यो चाहिँ एउटा लहलहीको रहर थियो एससी पछि चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि मैले आउटबुकहरू पढ्न थालेँ अब बिजनेसम्यान बन्न मन लाग्यो होइन जब सिकर होइन जब क्रिएटर बन्नुपर्छ भन्ने खालको भूत चढ्यो तर हामी जे कुरा सोच्छौँ जे कुरा मनमा खेलाउँछौँ हामी त्यही बन्नको लागि अझै धेरै कसरत चाहिन्छ कि मनमा मात्रै कुरा खेलाएर हुँदैन